जनताले चाहे भने के हुँदैन रहेछ, हिजोसम्म कहाँ यति सजिलै सत्ता पल्टिन्छ र भन्नेहरू आज आफ्नै आँखा अगाडि इतिहास कोरिएको हेर्दैछन्। पुराना पार्टीहरू लगभग पत्तासाफ भएका छन् र देशभरि रासोपाको सुनामी आएको छ। तर यो जित केवल एउटा पार्टीको होइन, यो त जेनजी आन्दोलनको जित हो, ती आशा मरेका युवाहरूको जित हो। आज कुरा गरौँ यो ऐतिहासिक जितले ल्याएको खुसी, एउटा नमिठो हार र अबको बाटोको बारेमा। रवि लामिछाने, बालेन शाह र सोभिता गौतम लगायतका अनुहारहरू जनता सामु निस्किँदैछन्। यो दृश्यले सिङ्गो नेपालको छाती ढक्क फुल्नेछ। कल्पना गर्नुहोस् त, वर्षौँदेखि अस्थिरताको मार खेपेको देशले आज एउटै पार्टीलाई स्पष्ट बहुमत वा सायद 2/3 बाटोमा पुर्याउँदैछ। सडकमा गुन्जिरहेको अब की बार बालेन सरकारको नारा अब केवल नारा रहेन, यथार्थ बन्दैछ। यो नेपालको इतिहासकै सबैभन्दा प्राउड मोमेन्ट हो, जहाँ जनताले आफ्नो भोटको तागतले सिङ्गो सिस्टमलाई घुँडा टेकाइदिएको छ। तर यो महाउत्सवको बीचमा कता कता मन चसक्क पनि भएको छ। चुनाव हो, हारजित हुन्छ, लोकतन्त्रको नियम नै यही हो। तर जब कुलमान घिसिङ जस्ता देशका लागि रात दिन नभनी उज्यालो छर्ने व्यक्तिहरू चुनावमा हार्छन्, तब भोट हाल्ने जनतातर्फ पनि एउटा प्रश्न उठ्छ, के हामीले साँच्चै राम्रो मान्छे चिन्न चुक्यौँ? कुलमानको हारले एउटा कुरा सिकाएको छ, राजनीति निष्ठुर हुन्छ, तर उहाँको योगदानलाई यो हारले कहिले मेट्न सक्ने छैन। उहाँ संसदमा नभए पनि जनताको मनमा सधैँ विजेता हुनुहुन्छ। अब प्रश्न उठ्छ, पुराना पार्टीहरूले यो पत्तासाफबाट के सिक्ने? तपाईहरूले जनतालाई धेरै हल्का रूपमा लिनुभयो। हामीले जे गरे पनि यिनीहरूले हामीलाई नै भोट हाल्छन् भन्ने तपाईँको अहङ्कारलाई जनताले ब्यालेट बक्समा गाडिदिए। अब इतिहास र विचारधाराको ब्याज खाएर बाँच्ने दिन गए। जनतालाई डेलिभरी चाहिएको हो, तपाईँहरूले झुटो आश्वासन दिनुभयो। यो हार तपाईँहरूको एजेन्डाको होइन, तपाईँहरूको अहङ्कारको हार हो। र अन्त्यमा रासोपा र बालेन सरकारलाई एउटा कडा चेतावनी छ, जनताले तपाईँहरूलाई शङ्काको सुविधा, बेनिफिट अफ डाउट दिएका छन्। अब तपाईँहरूसँग बहुमत छ, स्थिर सरकार बनाउने साँचो पनि छ। अब तपाईँहरूले हामीलाई पुराना पार्टीले काम गर्न दिएनन् भन्न पाउनुहुन्न। जनताले आफ्नो पसिना र रगत बगाएर तपाईँलाई सत्ता सुम्पिदिएका छन्। के रासोपाले यो म्यान्डेटको उचित कदर गर्ला, कि सत्ताको चास्नीमा डुबेर यिनीहरू पनि नयाँ बोतलको रक्सी जस्तै साबित होलान्? समय सुरु भइसक्यो, अब एक्सक्युज होइन एक्जिक्युसन चाहिएको छ। यो ऐतिहासिक नतिजाले तपाईँको मनमा कस्तो महसुस भइरहेको छ? के बालेन सरकारले साँच्चै 5 वर्ष टिकेर देशको मुहार फेर्लान्? र कुलमान घिसिङको हारलाई तपाईँले कसरी लिनुभएको छ? आफ्नो मनको कुरा तल कमेन्टमा निर्धक्क लेख्नुहोस् र यो नयाँ युगको सुरुवातको भिडियो हरेक नेपालीसम्म पुर्याएर सेयर गर्नुहोस्।